आज चाहिँ मैले मम्मीको लागि भनेर यस्तो खतरा करेन्ट चौचो बनाएँ त गाइज। अन्त सबको वहाँ पानी आएर होला हेर्दै। तर आफू मच्चे भने समोसा र आँप खाँदैछु है त गाइज। सो हेलो गाइज, सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चो हुन थालिसकेँ। यो चाहिँ मेरो मिनी ब्लगको डेट 36 अनि आज चाहिँ म बिहान कलेज जान रेडी भइसकेको छु। अहिले चाहिँ म कलेजबाट घर फर्किसकेँ है त गाइस। अब चाहिँ घर जान लाग्यो। म घर आएर एकछिन बसिरहेको थिएँ कि नेट त बिग्रिसकेको रहेछ गाइस। अनि भाइ नेटमा गएर दाइहरूलाई कल गरेर अनि बोलाएको त के भएर रहेछ भनेर सब हेरेको। तारै फेर्नु पर्ने रहेछ गाइस। अनि हामीले तार फेरेर बल्ल तल नेट चल्यो है त। म चाहिँ खाना खाएर बसिरहेको थिएँ कि गाइज, मम्मी चाहिँ आएर करेन्ट बनाइदिएन ला भनेर मलाई करेन्ट बना भनेर दिनुभयो। ल त हुन्छ नि त, अनि करेन्ट बनाइदिन्छु भनेर अनि म चाहिँ लागि करेन्ट बनाउन टक्क पानी तताएँ प्यानमा। अनि त टक्क चाउचाउ उमाल्न थालेँ है त। मैले फाइनली चाउचाउ उमालेर भ्याइसकेँ। अब यसलाई मसला हालेर रेडी पार्छु है त गाइज। मैले चाहिँ चाउचाउमा हाल्नुपर्ने सबै मरमसला हालेर रेडी बनाएर मम्मीलाई दिन्छु है त। अब मम्मी चाहिँ मलाई कस्तो मिठो भयो, यति मिठो भएको छ, लास्टै मिठो, पिरो पनि त्यस्तै भनेर हैरान। अब जहिले तैँले बनाउनुपर्छ है भने मैले त बनाउँछु नि जहिले भनेर मम्मीलाई भने। मम्मी चाहिँ खाएर हेर्नुहुन्छ है त कस्तो छ भनेर। मम्मीले चाहिँ लास्टै पिरो लाग्यो त, सबै पिरो हालिदिएको छु नि त मैले गाइस मसलाहरूको। अनि त्यसपछि चाहिँ आएँ म भाइको रियाक्सन हेर्न। अब भाइले चाहिँ कस्तो रियाक्सन दिन्छ हेरौँ है त गाइस। रियाक्सन दिन टाइम लागे पनि रियाक्सन चाहिँ कडै दिन्छ है त। सबजना चाहिँ करेन्ट खाँदैछन्। अब म आफ्नो आँप काट्छु। आँप काटेपछि टक्क लाएर समोसा र त्यो सस खान्छु है त गाइस। आँप चाहिँ बिस्तारै काटिरहेको थिएँ, ट्याक्कै हातमै पऱ्यो। फेरि चक्कु चाहिँ धेरै ठुलो चाहिँ काटेँ होइन, यति सानो हो तर चस्सै लाग्यो क्या गाइस। त्यसपछि मैले चाहिँ आँप र समोसा चाहिँ मजाले पेट भर्ने गरी खाएँ त गाइस। त्यसपछि चाहिँ म र भाइ मिलेर चाहिँ खेल्यौँ एकछिन बल, हिजो भर्खर किने बल। अनि मजाले खेल्नु पऱ्यो नि त, एकछिन फुटबलहरू पनि बढाउनु पऱ्यो भनेर म चाहिँ खेल्न थालेँ एकछिन फुटबल। यस्तै आधी घन्टा 20 मिनट चाहिँ टक्क फुटबलको प्र्याक्टिस गरिसकेपछि चाहिँ म चाहिँ आउँछु अब भित्र। बाहिरको भ्यू चाहिँ यस्तो खतरनाक थियो त, यस्तो बब्बाल नै। म चाहिँ नुहाइ गरेर टक्क एकछिन भोक लाएर अनि खाजा खान बसेको, चिया रोटी है त गाइस। आज चाहिँ मैले टक्क लाएर वाल डेकोरेट गरेँ है त, पुरै फुटबलको कार्डहरू जोडेर। अनि हाम्रो फाइनल रिजल्ट चाहिँ यस्तो बब्बालै देखाएको छ है त गाइस। आजको लागि चाहिँ यति नै। यसै गरी भोलि पनि नयाँ ब्लगको साथमा